विकास बैंक लिमिटेडले भारी संख्यामा विज्ञापन खोलेको छ। म यसको बारेमा आज जानकारी गराउन गइरहेको छु। मेरो स्क्रिनमा तपाईले देख्न सक्नुहुन्छ खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान सम्बन्धी सूचना भनेर मिति 2081 12 महिना 22 गतेको दिन चाहिँ सूचना हालेको छ। अब यहाँ देख्न सक्नुहुन्छ आर्थिक वर्ष 81-82 को लागि वार्षिक रणनीति तथा बजेट स्वीकृत स्थायी कर्मचारी दरबन्दीमा रिक्त रहेका तपसिलमा उल्लिखित पद र तहमा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्न लोकसेवा आयोगबाट प्राप्त सहमति अनुसार तोकिएको योग्यता पुगेका नेपाली नागरिकहरूबाट 2081 12 महिना 22 गतेदेखि अनलाइन दरखास्त फारम आह्वान गरिएको छ। नेपाल सरकार र नेपाल सरकारको स्वामित्वमा रहेको संस्थामा कार्यरत उम्मेदवारहरूको हकमा निजहरूले आवेदन पेश गर्दा आफू र कार्यरत रहेका संस्थाबाट विभागीय स्वीकृति अनिवार्य रूपमा लिई संलग्न गर्नुपर्नेछ। सेवाको लागि तोकिएको आवश्यक न्यूनतम शैक्षिक योग्यता नभएको तोकिएको उमेर हदभित्र नपुगेका तोकिएको अवधिभित्र परीक्षा दस्तुर नबुझाए वा तोकिएका अन्य रिक्त नपुगेका दरखास्तहरूमा पर कुनै कारबाही हुने छैन भनेको छ। अर्थात् तपाईको उमेर पुगेको छ छैन, शैक्षिक योग्यता पुगेको छ या छैन र तपाईले पैसा तिर्नुपर्ने जुन फार्मको आवेदन फारमको फी तोकिएको हुन्छ त्यो तिरे नतिरेको त्योमा चाहिँ स्वयंले नै जवाबदेही हुनुपर्ने छ भने तपाईले थप पढ्न सक्नुहुन्छ। अब भने म तपसिल भनेर तल दिएको सूचनामा जान्छु। विज्ञापन नम्बर, पदको नाम, तह, स्तर, सेवा र आवश्यक पद संख्या भनेर यहाँ देख्न सक्नुहुन्छ। कर्म संख्या विज्ञापन नम्बर यहाँ दिइएको छ है, 11 देखि लिएर 19 सम्म छ, 81-82 को लागि है त। प्रदेश अनुसार चाहिँ 3टा खोलेको छ, मधेस, बागमती र लुम्बिनी प्रदेशमा छ पद। शाखा प्रमुख भनेर छ है। अब म चाहिँ 1 नम्बर कर्म संख्या अनुसार नै जान्छु। शाखा प्रमुख भनेर छ, तह 8औं छ, स्तर अधिकृत है, 8औं अधिकृत स्तर हो। सेवा समूह प्रशासन भनेर छ। कुल पद संख्या 1 जना है, खुलातर्फ छैन, महिलाको मात्रै छ, यसमा समावेशी कुनै पनि समावेश गरिएको छैन। अब त्यसै गरी दोस्रो नम्बरमा देख्न सक्नुहुन्छ 81-82 को 12 है त, 12 81-82 नम्बरको विज्ञापन नम्बरको छ। व्यवसाय अधिकृत भनेर छ, 6 जना प्रशासन है। कुल पद संख्या चाहिँ 48 है। यो चाहिँ एकदम भारी मात्रामा हो। कृषि विकास बैंकले हरेक वर्ष चाहिँ एकदम राम्रो भ्याकेन्सीहरू खोल्ने गर्छ, भारी मात्रामा खोल्ने गरेको छ। जसमध्येबाट खुल्लातर्फ 26 जना है, खुल्लामा चाहिँ 26 जना छ, महिला 7 जना, आज भनेर छ 6 जना आजीवन सदस्यहरू, मधेसी 5 जना, दलित 2 जना र अपाङ्ग गरे 1-1 जना र पिछडिएको क्षेत्रबाट पनि 1 जना छ। जस्तै हिमाली जिल्लाहरू, कम विकास भएका पहाडी जिल्लाहरू, त्यो जिल्लाबाट पिछडिएको क्षेत्र, अपाङ्ग, आँखा जुन चाहिँ आँखाबाट पनि अपाङ्ग हुन सक्नुहुन्छ, हात टुटेको, खुट्टा भाँचिएको अथवा जन्मजातै अपाङ्ग पनि हुनुहुन्छ, उहाँहरूको लागि पनि भयो। हाम्रो दलित कोटा पनि समायोजन गरेको छ, मधेसी पनि छ 5 वटा प्लस, अनि तपाईले यहाँनिर खुल्लाबाट पनि लड्न पाउनुहुन्छ र सबै उहाँहरूलाई चाहिँ एकदमै फाइदा हुन्छ। प्लस महिलालाई पनि 7 जना दिएको छ। अब त्यसै गरेर एमआईएस व्यवस्थापन सूचना प्रणाली 6औं हो, अधिकृत 6औं प्रशासनकै हो यो पनि है। यहाँ देख्न सक्नुहुन्छ सेवा समूहभित्र प्रशासन नै छ, 3 जना छ खुल्लातर्फ, 2 जना 3 जना छ, टोटल चाहिँ 2 जना खुल्लातर्फ र 1 जना चाहिँ मधेसी मात्रै समावेश गरिएको छ। अब त्यसै गरेर 14/2081-82 भनेर छ, सूचना अधिकृत प्रशासन है, 1 जना छ। अब यहाँ चाहिँ खुल्लामा मात्रै 1 जना छ। अब त्यसै गरेर कम्प्युटर अधिकृत भनेर छ, प्राविधिक है, यहाँ चाहिँ हेरेर यो प्राविधिक छ 1 जना। अब त्यसै गरेर कर्जा अधिकृत भनेर छ, यो पनि 1 जना नै के रे, यहाँनिर 6औं है, पोस्ट चाहिँ 6औं हो, 6औं तह, तर अधिकृत प्राविधिक 5 जना चाहिँ टोटल हो। त्यो मध्येबाट 3टा चाहिँ खुल्ला छ, 1 जना चाहिँ महिला र 1 जना चाहिँ तपाईको मधेसी राखेको छ भने। यसै गरी चौथो तहमा जाउँ। चौथोमा लेखापाल भनेर छ, जुन चाहिँ मध्य प्रदेशबाट है एक्जाम लिने भनेको मध्य प्रदेश र एक्जाम दिनको लागि अब नयाँ सूचना निकाल्छ, त्यो अनुसार चाहिँ तपाईले एक्जाम दिन पाउनुहुन्छ। अब 35 जना भनेर छ यहाँ टोटलमा र खुल्लातर्फ 19 जना, 6 जना महिला, 4 जना आजीवन सदस्य, मधेसी 3, 1 जना दलित र अपाङ्ग 1, अनि पिछडिएको क्षेत्र 1 गरेर है। व्यवसाय अधिकृत र यहाँनिर चाहिँ मध्य प्रदेशमा चाहिँ एकदमै धेरै खोलेको छ, यसमा एकदम ठुलो अपर्च्युनिटी हो। अब त्यसै गरेर बागमती प्रदेशबाट है 18 नम्बरको 2081-82 है, यो विज्ञापन नम्बरको लेखापालमा
प्रशासनमा 15 जना भनेर खोलेको छ चौथो तहको। अब 9 खुलातर्फ 9 जना है। महिला सबै गरेर 2 जना महिला, 2 जना आजीवन सदस्य, 1 जना मधेसी, दलितको लागि छैन यसमा, 1 जना अपाङ्गको लागि छ र पिछडिएको क्षेत्रलाई पनि तोकेको छैन। अब भने लुम्बिनी प्रदेशतिर जाउँ। अन्तिममा 9 नम्बरको देख्न सक्नुहुन्छ विज्ञापन नम्बर 19 2081 82 लेखापाल भनेर छ। तह चौथो सहायक प्रशासन 9 जना। अब भने हामी टोटल 118 जना, महिलामा 65 जना, खुल्लामा 65, महिलामा 18, 13 जना आजीवन सदस्य, 12 जना मधेसी, दलित 4 जना, अपाङ्ग 4 जना र पिछडिएको क्षेत्र भनेर 2 जना छ। विज्ञापन सम्बन्धी विशेष सूचना हामीले ध्यान दिएर हेर्नुपर्ने हुन्छ। यो सम्मानित सर्वोच्च अदालतबाट रिट नम्बर 078/O066/0 समेतको उत्प्रेषण सम्बन्धी निवेदनमा समिति 2079 10 महिना 24 मा जारी भएको प्रमादेशको आदेश बमोजिम कानुनी व्यवस्था भए पश्चात सोही अनुसार पदपूर्ति गरिनेछ भनेर भनेको छ। अब यहाँनिर हाम्रो सिग्नेचर छ सर्वोच्च अदालतबाट मान्यता दिएको। र अब सेवाको किसिम स्थायी नै हुन्छ। तलब भत्ता सुविधा बैंकको प्रचलित नियम अनुसार तपाईले बैंकको प्रचलित नियमलाई चाहिँ वेबसाइट मार्फत पनि हेर्न सक्नुहुन्छ। अब भने सेवाको शर्त चाहिँ के हो त भनेर हेर्न सक्नुहुन्छ। चौथो नम्बरमा यस विज्ञापनबाट नियुक्त हुने कर्मचारीहरूलाई योगदानमा आधारित उपदानको व्यवस्थामा तोकिए बमोजिम लागू हुनेछ। अब 5 नम्बरमा दिएको छ कामको किसिम र काम गर्नुपर्ने क्षेत्र। परीक्षामा सफल भई नियुक्त हुने उम्मेदवारहरूले प्रचलित कानुनको अधीनमा रही बैंकले तोके अनुसारको कार्य गर्नुपर्ने छ भनेर छ। अब शाखा प्रमुखको लागि भनेर छ यहाँनिर। त्यसैगरी अधिकृतको लागि छ है, सूचना प्रणाली MIS को भयो र 6औं तहका जति पनि छन् है, अथवा अधिकृतको खटाएको जुनसुकै कार्यालयमा। त्यसैगरी लेखापाल मधेसको पनि सेम छ, हुँदै हुँदै लुम्बिनीमा पनि सेम छ। अब 6औंमा जाउँ। न्यूनतम शैक्षिक योग्यता र अनुभव भनेर छ। अब यो कुरामा हामीले विशेष ध्यान दिनुपर्ने हुन्छ। अब यहाँनिर विज्ञापन नम्बर 11 2081 82 शाखा प्रमुख तह 8 अधिकृत स्तर प्रशासन सेवाको पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र, कानुन, व्यवस्थापन, सूचना प्रविधि विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर तह उत्तीर्ण नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थामा अधिकृत स्तरको पदमा कम्तीमा 4 वर्षको कार्य अनुभव भएको। जुन तपाईले माथि देख्नु भएको थियो है, यो पहिलो विज्ञापन कर्म संख्यामा पहिलोमा रहेको 11 नम्बरको यसको लागि चाहिँ 4 वर्षको कार्य अनुभव भएको भनेर यहाँनिर देख्न सक्नुहुन्छ तपाईले। 4 वर्ष छ यहाँनिर दिएको है। अब त्यसै गरेर यहाँनिर सेकेन्डमा जाउँ। विज्ञापन नम्बर 12 2081 82 व्यवसाय अधिकृत तह 6 अधिकृत स्तर प्रशासन सेवाको पदका लागि भन्छ। यो पनि मान्यता प्राप्त विश्वविद्यालयबाट व्यापार, वाणिज्य, व्यवस्थापन वा मानविकी संकायबाट मूल विषय अर्थशास्त्र लिई स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने छ भनेर भनेको छ। त्यसैगरी गमा दिएको छ यो MIS व्यवस्थापनका लागि। यसमा भने कुनै पनि अनुभव खोजेको छैन। 8औं को लागि खोजेको छ तर 6औं तहमा कुनैमा पनि छैन। अब MIS को लागि चाहिँ हामीले विशेष ध्यान दिनुपर्ने हुन्छ। यो चाहिँ तपाईले माथिको बत्तेबाट ब्याचलर्स डिग्री कम्प्लिट गर्नुभएको छ भने तपाईले यसमा दिन पाउन सक्नुहुन्छ। त्यसै गरेर व्यवस्थापनको लागि भने चाहिँ मूल विषय कम्प्युटर वा सूचना प्रणाली लिई स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने छ। विज्ञापन नम्बर 14 2081 82 मा चाहिँ कानुन अधिकृत भनेर छ है। अब व्यवस्थापन सूचना प्रणाली भनेपछि IT ले पाउँछ, स्पेशली जसले ब्याचलर्समा IT लिएर पढ्नु भएको छ उहाँले पाउनुहुन्छ भने अधिकृत तह 6 मा चाहिँ अधिकृत स्तर प्रशासन सेवाको पदका लागि भनेर छ। मान्यता प्राप्त विश्वविद्यालयबाट कानुन संकायमा स्नातक तह उत्तीर्ण गरेका र सम्बन्धित निकायबाट अधिवक्ताको प्रमाणपत्र प्राप्त गरेको भनेर छ। अब त्यसै गरेर अधिकृत छ है कम्प्युटर अधिकृत इन्जिनियरिङ संकायमा मूल विषय लिई सूचना प्रविधि वा फ्याकल्टी अफ इन्फर्मेसन टेक्नोलोजी अथवा इन्जिनियरिङ भनेर दिएको हुन्छ। त्योमा चाहिँ कम्प्युटर लिएको हुनुपर्ने छ। जस्तो कि
फ्याकल्टी अफ म्यानेजमेन्ट भित्रको आइटी कोर्स हो भने उसले पाउँदैन। अब त्यसै गरेर 6 नम्बरमा छ विज्ञापन नम्बर 16 को 2081-82 अधिकृत कर्जा 6 बाट चाहिँ मान्यता प्राप्त विश्वविद्यालयबाट कृषि वन वा पशुपालन संकायमा स्नातकोत्तर तह उत्तीर्ण भएको हुनुपर्ने छ। त्यसै गरेर विज्ञापन नम्बर 17 2081-82 को लागि चाहिँ लेखापाल तह 4 को लागि है सहायक स्तर प्रशासन सेवाको पदका लागि भनेर भनेको छ। मान्यता प्राप्त विश्वविद्यालय वा परीक्षा बोर्ड जस्तो कि विश्वविद्यालय ब्याचलर्स दिएर पनि तपाईले चौथो तहमा दिन्छु भन्न पाउनुहुन्छ। त्यसै गरेर परीक्षा बोर्ड भनेको जस्तो राष्ट्रिय परीक्षा बोर्ड एनईबी छ त्यो हुनुपर्ने छ र कम्तीमा चाहिँ +2 पास गरेको हुनुपर्ने छ भनेर भनेको छ है। न्यूनतम मान्यता प्राप्त तालिम सेन्टरहरू हुन्छ जस्तो कि कुनै इन्स्टिट्युटबाट तपाईले कम्प्युटर पढ्नु भएको छ भने 3 महिनाको चाहिँ हुन पर्ने छ अथवा +2 मा कम्प्युटर पढ्नु भएको छ भने तपाईले 3 महिनाको थप राख्नु परेन। यदि तपाईले कम्प्युटर पनि पढ्नु भएको छ 3 महिनाको अथवा 6 महिनाको डिप्लोमा गर्नु भएको छ भने त्यो केसमा पनि तपाईले त्यो राख्न सक्नुहुन्छ र आउनु हुनेछ। अब यहाँ पुनश्च भनेर दिएको छ उम्मेदवारहरूले मान्यता प्राप्त शैक्षिक संस्था वा निकायबाट प्राप्त गरेको शैक्षिक योग्यता सीजीपीए भनेको टोटल हो सबै जीपीए जोडेर रहेको भएमा प्रत्येक विषयमा न्यूनतम डी+ भएको हुनुपर्ने छ अर्थात 1.6 हुनै पर्ने छ भनेको छ यो फर्म अनुसार। अनलाइनबाट फारम भर्ने तरिका कसरी भन्ने भने तपाईले आफ्नो वेबसाइटमा जानुस् कुनै एउटा ब्राउजरमा गएर चाहिँ https://vacancy.adbl.gov.np मा आफ्नो यो पेज लगइन गर्नुस् र आफ्नो युजर आइडी रजिस्टर गरेर भर्न सक्नुहुन्छ। र अब यहाँ भर्दाखेरि चाहिँ के गर्ने भनेर तोकेको छ। सोका लागि तोकिएको आवश्यक कागजातहरू अनिवार्य रूपमा स्क्यान गरी अपलोड गर्नु पर्ने छ। दरखास्त फारम सबमिट गरे पश्चात फर्म हैज बीन सबमिटेड परीक्षा दस्तुर भुक्तानी भए पश्चात पेमेन्ट सक्सेसफुली रिसिभ्ड भएको फारम भरिएको फारम स्वीकृत भएपछि हैज बीन एप्रुभड र भरिएको फारम अस्वीकृत भएमा हैज बीन रिजेक्टेड भन्ने जानकारी एसएमएस इमेल मार्फत फारम भर्दा दिइएको मोबाइल नम्बर इमेलमा प्राप्त हुनेछ। तपाईले भ्यालिड मोबाइल नम्बर र तपाईले युज गर्ने इमेल चाहिँ दिनुपर्ने छ। सो अनुरूपको एसएमएस इमेल प्राप्त भए नभएको सम्बन्धमा सम्बन्धित दरखास्तवालाले यकिन गर्नुपर्ने छ र उम्मेदवारले परीक्षाको प्रवेश पत्र अनलाइन मार्फत नै प्राप्त हुने हुँदा युजर आइडी पासवर्ड सुरक्षित राख्नुपर्ने छ भनेर भएको छ। अब यसै गरेर अधिकृत स्तर 6औं र 8औं को लागि है 1000 तोकेको छ है 1000 रुपैयाँ तोकेको छ भने प्लस समावेशिका दरले है 500 है जस्तो महिला भर्नुहुन्छ भने 500 हुन्छ पिछडिएको क्षेत्र भर्नुहुन्छ भने 500 मधेसी पनि 500 अपाङ्ग पनि 500 र आजीवन सदस्य भने पनि आज भने पनि 500 पाउनुहुन्छ। त्यसै गरेर प्रत्येक समूहको लागि 500 र चौथोको लागि 800 हुन्छ भने त्यसै गरेर 400 त्यसमा तिर्नु पर्ने छ। चौथो तहको लागि 800 रुपैयाँ हुन्छ है खुल्ला तर्फको लागि र थपको लागि 400 हुन्छ। र परीक्षा दस्तुर बुझाउने प्रक्रिया भनेर अनलाइन मार्फत फारम सबमिट गरे पश्चात माई एप्लिकेसन भित्र माई एप्लिकेसनमा क्लिक गरी आफूले आवेदन गरेको सम्बन्धित विज्ञापनको पे अप्सनमा गई एडीबीएल मोबाइल बैंकिङ कनेक्ट आइपीएस है एनसीएचएल क्यूआर पेमेन्ट ई सेवा खल्ती मार्फतबाट पनि तिर्न सक्नुहुन्छ भनेर भनेको छ। दस्तुर बुझाउनको लागि सजिलो छ। अब समावेशी तर्फ दरखास्तको आधार भनिदिएको छ। समावेशी समूहतर्फका पदहरूमा दरखास्त किन चाहिने उम्मेदवारहरूले दरखास्त गर्ने समयमा देखाए अनुसारका कागजातहरू संलग्न गरी दरखास्त दिनुपर्ने छ। लिखित परीक्षाको नतिजाबाट अन्तर्वार्ताको लागि छनौट भएपछि अन्तर्वार्ता दिन आउँदा त्यस्ता कागजातहरूको सक्कल सहित प्रमाणित प्रति साथमा लिई आउनुपर्ने छ। उल्लिखित कागजातहरू दरखास्त दिने मिति 2082 1 महिना 11 गते भित्र बुझाउनु पर्ने छ भन्नुको मतलब हो। समावेशी तर्फका सम्पूर्ण कागजातहरू अनलाइन भर्दा पनि बुझाउनु पर्ने छ भने तपाईले जुन ठाउँमा समावेशीको माग छ र तपाईले पास भइसकेपछि पनि इन्टरभ्यु हुन्छ त्यति बेला लाग्नु पर्ने छ। अब भनी यो जुन तपाईले चाहिँ समावेशी तर्फको छ
त्यहाँ चाहिँ यो चाहिँ आदिवासी जनजातिको हकमा नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा उल्लेखित भएको अनुसार चाहिँ हुनुपर्नेछ। कुनै तपाईको वडा मार्फत अथवा नगरपालिका मार्फत तपाईको बनाइदिएको हुन्छ, त्यो लग्नु पर्दैछ। मधेसीको हकमा जुन चाहिँ तपाईको यहाँ हेर्नुस् त स्थानीय तहको प्रमुखको सिफारिसमा है, यो चाहिँ प्रमुख जिल्ला हुन्छ है। त्यसै गरेर स्थानीय तह भनेको स्थानीय सरकारले चाहिँ बनाइदिन सक्छ। दलितका हकमा चाहिँ प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जातिभित्रको थर धनी प्रमाणित गरिएको कागजात हुनुपर्नेछ। त्यसैगरी अपाङ्गता भएको समाज कल्याण परिषदबाट प्रमाणित गरेको आधारमा हुनेछ भने पिछडिएको क्षेत्रको हकमा तोकिएको छ जिल्लाहरू अछाम, कालीकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु, हुम्ला जिल्लामा स्थायी बसोबास गर्ने गरी उल्लेख गरी सम्बन्धित जिल्लाबाट प्राप्त गरेको नागरिकताको प्रमाणपत्र तथा सम्बन्धित गाउँपालिकाको भनेर छ। अब त्यसपछि उम्मेदवारको उमेरको हक। अब तपाईले यहाँनिर चाहिँ चौथो तहको लागि चाहिँ 18 वर्ष पुरा भई 35 ननागेको हुनुपर्छ भने छैटौँको लागि 21 पुरा भई 35 ननागेको र त्यसै गरेर अपाङ्गता महिला र अपाङ्गता भएको व्यक्तिको हकमा भने 40 ननागेको हुनुपर्ने छ। अर्थात् 18 वर्ष पुरा हुनु नै पर्नेछ, तर खुल्लाले 35 र त्यसै गरेर महिला र अपाङ्ग व्यक्तिहरूले चाहिँ 40 छ। उम्मेदवारको दरखास्त दिने अन्तिम मितिसम्म तह 8 को लागि 21 वर्ष पुरा भई भन्नाले यदि कसैलाई चाहिँ उमेर भर्खर पुगिरहेको छ भने 21 वर्ष जुन दिन तपाईले फर्म सबमिट गर्नुहुन्छ त्यो दिनसम्म पुग्यो भने पनि तपाईले पाउनुहुन्छ तिनै मिनिमम। अब म्याक्सिमम भनेको चाहिँ 45 वर्ष चाहिँ नागेको हुनु हुँदैन, अर्थात् 45 वर्ष पुरा भएको हुनु हुँदैन। यस बैंकमा कार्यरत स्थायी कर्मचारीको हकमा उमेरको हद लागू हुने छैन, अर्थात् आन्तरिक रूपमा कसैले फारम भर्दै हुनुहुन्छ भने उहाँले चाहिँ उमेर हद लागू हुने छैन। त्यसै गरेर 81, 82, 12 है भर्ने अवधि भनेको यो महिनाको अन्तिममा खुलेको देखि लिएर वैशाख 11 गतेसम्म 2082 वैशाख 11 गतेसम्म 21 दिनको समय अवधि छ भने थप दस्तुर 1 हप्ता हुन्छ, जसमा चाहिँ 18 गतेसम्म जान्छ। छनौट विधि भनेको उले लिन्छ एक्जाम है, त्यो अनुसार हुनुपर्ने छ। र अब यहाँनिर पाठ्यक्रम चाहिँ तपाईले एडीबीएल को वेबसाइटमा गएर करियरमा गएर चाहिँ पाउन सक्नुहुन्छ है, त्यो त्यहाँ राखिएको छ। त्यसै गरेर व्यवस्थापनको फोन नम्बर यहाँ देख्न सक्नुहुन्छ र अध्यक्ष पदपूर्ति समिति कृषि विकास बैंक भनेर छ। धन्यवाद। थप जानकारीको लागि मेरो च्यानल सब्स्क्राइब गर्नुस्, हेर्दै गर्नुस्।